एकदम छाला पनि गोरु बनाउँछ हैन कालो मान्छे टक्क गोरु हुन्छ कतै छ ललन्दा मान्छे हो नि बडी कतै छ कतै ओइ गाइस सुरु गरम हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना एकदमै आरामै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु फेरि पछि आज मैले नयाँ भिडियो लिएर आएको छु हामीहरू आएको छौँ आज अबुधाबी सिटीमा देख्न सक्नुहुन्छ मेरो पछाडि हामी चाहिँ सिटीको एउटा गार्डनमा आएको छौँ र हामीहरू जाँदैछौँ बिचतिर हामी चाहिँ अब टक्क बिचतिर नुहाउने भन्ने हिसाबले गइरहेको छौँ ब्यागमा टक्क कपडा सपडा कच्चा सच्चा हालेर हिँडिरहेको छौँ रोडतिर अब जाने बाटो चाहिँ कता बाटो थाहा छैन नआउने ठाउँमा जे पनि आउनु छ है त्यसले फोटो खिच्छ सो गाइस फाइनल्ली हामी चाहिँ आइसकेको छौँ बिचमा देख्न सक्नुहुन्छ पछाडि कस्तो लागिरहेको छ त अनि भाइलाई के भारी भयो कि ब्याग बोक्न होइन अनि तिम्रो चाहिँ एनर्जी किन सकियो त सो गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ रोडमा यसरी पानी पिउने बनाएको छ हाम्रो रूपाली सर चाहिँ पानी घुट्काइरहेछन् सो गाइस हामी चाहिँ फाइनल्ली समुद्रमा आइसक्यौँ केटा अलि एक्साइटमेन्ट देखाउ न यार फाइनल्ली आइपुग्यो केटा फाइनल्ली आइपुग्यो केटा हो अर्को गर्लफ्रेन्ड हेर्ने हो आफ्नो गर्लफ्रेन्ड भयो हेर्नु त होइन अर्को गर्लफ्रेन्ड हेर्ने होइन कि पाप लाग्छ भने थाहा छैन नै तिम्रो सिक्सप्याक देखाउ न हल्का कतै छ ल रूपालीको सिक्सप्याक खोल त तिमी जिम जाने मान्छे हो नि बडी खत्रै छ रूपाली जिउ खोल न तिमी माथि खोल पहिला माथि खोल न तिम्रो सिक्सप्याक हेरौँ न त अनि टक्क होइन बुत्लै बुत्ला मात्रै छ ल बुत्ला किन्नु लाग्यो फेरि मान्छेले तिमी हामी यो पैँटमै नुहाउने पैँटमै नुहाउँछ ल टक्कसम्म त मेरो सिक्सप्याक पनि त देखाउँछु नि त ल देखाउन आफ्नो सिक्सप्याक कस्तो अँध्यारो भयो त रहेछ त अलिअलि बनाएर रहेछ यस्तो गर्नु यस्तो दुइटै हात माथि दुइटै हात या राइट साइड कि खाँदिन लगडा फाइनल्ली मेरो सिचुएसन देखेर ल तिमीले झ्याम्मै फेरि जाला है सातो मुला भयो ल उल्टा हान्न सक्दैनौ ल गाइस हामी चाहिँ समुद्रमा छ आज चाहिँ धेरै पछि समुद्रमा डुल्लिङ हान्दैछु ल हल्का अगाडि आउन चिसो छ लास्टै ल केटा ल आउन यहाँ ए माथि खोइ भाइ खोइ ल आनन्द एउटा डुब्ले कि मलाई चाहिँ खासै त्यसरी पौडी खेल्न आउनु होइन डुब्यो भने चाहिँ बचाउ है त्यहाँ नापन कति छ गइराई नापन त्यही पानीमै कन्डो हानिदिनु लाग्यो क्या चिल्लाइरहेको त नापन तिमी त्यहाँबाट देखिरहेको तिमी एकदमै गहिरो छ यार उसलाई आउँछ पौडी खेल्न डरो छैन कसरी पौडिन्छ त्यो देखाउ त कसरी पौडी
अनि पौडीले पनि सिकेर हुन्छ त त्यो देखाएर आफैले सिक्ने हो नि त कसरी सिक्दा म त देखाइ त गहिरोमा जाउँ नि के गरेपछि स्वागत कसरी गर्ने सिकाइदिउनु भनेर हुन्छ त अनि यार है भन्दै छु म कसम लगाएँ पहिला चाहिँ लगेर जाउनु उठाएर यहाँदेखि उता हुँदैन हाइट चाहिँ एकदमै सानो भएर उठाएर छोड्दा कसम डुबिन्छ कि कसम डुबिन्छ कि भनिरहेको नि कस्तो कस्तो हल्का मजा आयो कि नै छोड्देऊ न नगर तिमी जान्छौ म कस्तो मजा आइरहेको भाइ मजा आइरहेको आनन्द आओस् अलिक मसाज पनि दिने हो ल भयो आनन्द आइरहेछ यो चाहिँ यसलाई चाहिँ स्यान्ड थेरापी भन्ने गर्दछन् स्यान्ड थेरापी यसले चाहिँ बडीको रिल्याक्सेस होइन बडीलाई रिल्याक्स एकदम छाला पनि गोरो बनाउँछ होइन कालो मान्छे टक्क गोरो हुन्छ मान्छेलाई एकदम लामो बनाउँछ एकदम डाक्टर चाहिँ म हो डाक्टर चाहिँ थेरापी गर्ने डाक्टर चाहिँ म हो आउँदै गर्नु होला मेरो हस्पिटलमा यो नजिकै छ को आउनु पर्ने हो मेरो हस्पिटल नयाँ खोलेछु उयो काललाई पनि थेरापी दिने हो कि यसलाई पनि गोरो बनाउनु पर्ला जस्तो छ होइन अहिले गोरी देखेर भागिहाल्यो डरले कालो मान्छेले गोरो बनाउने हो ल भाइ भयो यतिको सुत्छौ ओ केटाहरू लास्ट टाढो मेरो केटाहरू सबैलाई पुगेर नुहाएर केटाहरू चेन्ज हानिरहेछ नि नुहाएर पुगेर पछाडिको सिन एकदमै खतरा भन्दा नि एकदमै बबाल आइरहेको छ जाडो पनि गाँस जाडो भइसक्यो रात पर्न थालिसक्यो घाम डुल्न थाल्यो मजा निस्किन्छु अब मेरो केटाहरूले चाहिँ सबैको बाटो गरिसके पछाडि देख्न सक्नुहुन्छ ओ माई गड ओ मजा एकदमै नुरिलो भन्दा नि एकदमै नुरिलो पानी छ पछाडिको सिन पनि एकदमै खतरा छ गाइस म चाहिँ एकचोटि नुहाएर फेरि एकदमै कोराउड पनि खासै कोराउड त छैन अलिअलि मात्रै मान्छे चाहिँ चिसो भइसक्यो सबै गइसक्यो म नि जान्छु गाइस कोही छैन है हल्का हल्का नुहाएर मात्रै छैन सो गाइस म चाहिँ कपडा चेन्ज गरेर निस्किनु लाग्यो लास्ट टाढो भइसक्यो केटा कति मजा आयो त अनि लास्ट भन्दा लास्ट टाढो भएको छ क्या सो गाइस हामी चाहिँ अब यहाँबाट टक्क घुम्दै फोटो हान्नु पनि छ हल्का हल्का फोटो खिचेर अनि हामी चाहिँ निस्किन्छौँ सो गाइस हामी चाहिँ फाइनल्ली अब नुहाएर पनि सकियो घुमेर पनि म चार्ज पनि सकिसक्यो अब हामी चाहिँ घुमतिर फर्किनु लाग्यो चिसो पनि चिसो भइसक्यो केटा कस्तो भयो त रमाइलो भयो कि भएन भाइ कस्तो भयो त रमाइलो भयो एकदम रमाइलो अहिलेसम्म पनि रमाइलो भइरहेछ सो हामी चाहिँ निस्किनु लाग्यो रूपाले के भोक लागिसक्यो क्या रूपाले त भोकले हत्ता छ हामी चाहिँ निस्किनु लाग्यो अब टक्क सो आजको भ्लग चाहिँ हामीहरू यतिमै बन्द गर्छौँ ल केटा अब एक दुईवटा सब्सक्राइबर पनि गरिदिनु पऱ्यो भनेर भन त यसो सो गाइस हामी चाहिँ आजको भ्लग यति बन्द गर्छौँ यदि तपाईँलाई हाम्रो भिडियो राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब ल रूपाली
तिमीले शेयर सब्सक्राइब लाइक शेयर सब्सक्राइब लाइक कमेन्ट शेयर सब्सक्राइब सो गाइज हामी चाहिँ निस्किनु लाग्यो अब रुमतिर सो यो भिडियो चाहिँ मैले यति बन्द गर्छु र हामी फेरि पनि अर्को भिडियोमा मिल्नेछौँ मेरो भिडियो मन परेको भए सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सो हामी चाहिँ अब रुम जान लाग्यो एकदमै चिसो भन्दा एकदमै चिसो भइसक्यो देख्न सक्नुहुन्छ पछाडिको सिट एउटा सिट हेर न तिमीहरू आफ्नो आफ्नो थुतुन्द हेर है खतरा छ कि आएको छैन एकदम नेपाली हेर ल सो गाइज हामी चाहिँ जान्छौँ फेरि पनि हामी अर्को भिडियोमा मिल्नेछौँ यो भिडियो चाहिँ मैले यतिमै बन्द गर्छु सो सबैजनालाई टेक केयर एभ्रिवान हामी फेरि पनि अर्को भिडियो मिल्नेछौँ सबैजना